नमस्कार, म रामकृष्ण कार्की, नेपाल लाइफ इन्सुरेन्स कम्पनी वरिष्ठ एजेन्सी म्यानेजर। म नेपाल लाइफमा आबद्ध हुनुभन्दा पूर्व नेपाल प्रहरी सङ्गठनमा कार्यरत थिएँ। प्रहरी विभागमा कार्यरत रहँदै गर्दा प्रहरी र जनताको राम्रो रिलेसनसिप हुने भएको कारणले जनताको माझमा भिज्नलाई सहज हुने र अभिकर्ता बन्नलाई उत्साह गर्ने नजिकका धेरै बिमा अभिकर्ता साथीहरूले मसँग आएर उत्प्रेरित गर्नुभयो, बिमा गर भन्नुभयो र बिमाको रहस्य के छ भन्दै म कम्पनीमा पुगेँ। कम्पनीबाट बिमा अभिकर्ताको बारेमा राम्रो ज्ञान हासिल गरेर नेपाल लाइफमा नै अभिकर्ता बन्ने मैले एउटा ऊर्जाका साथ जोस जाँगर पैदा भएर मैले यस कम्पनीमा आबद्ध भएँ। म 2076 साल असोज 1 गते नेपाल लाइफ इन्सुरेन्स कम्पनीको अभिकर्ताको रूपमा तालिम लिएर त्यस कम्पनीको एडभाइजर हुँदै 6 महिनाको बिचमा एमडिआरटी हुन सफल, प्रथम एमडिआरटी र त्यो शाखाकै प्रथम सिनियर एजेन्सी म्यानेजर भएँ र 2076 सालबाट 2081 सालसम्म लगातार कम्पनीको एमडिआरटी हुँदै आएको र 2023 मा नेपाल लाइफ कम्पनीकै प्रथम सिओटी कोड अफ टेबल लेभल हुन सफल भएको व्यक्ति। नेपाल लाइफ 25 वर्षदेखि कार्यरत नेपालकै सर्वाधिक विश्वासिलो कम्पनी पनि हो र यसले सेवा सुविधा दुरुस्त चुस्त दिने भएको कारणले जनतालाई पनि ट्रस्ट हुने भएको कारणले नेपाल लाइफमै मैले रोजेको। जीवन बिमा किन गर्ने भने जीवन बिमा पैसा कमाउँदा बचत गर्ने, भविष्यमा एकमुष्ट ठुलो रकम प्राप्त गर्ने, थोरै पैसा बचत गरेर एकमुष्ट ठुलो रकम प्राप्त गर्ने र जीवन बिमा गर्दा आफ्नो परिवारको र आफ्नो सुरक्षा पनि हुने कारणले गर्दा नै बिमा गरिन्छ। नेपाल लाइफले चुस्त दुरुस्त र छिटो छरितो सेवा सुविधा उपलब्ध गराउँछ र बिमितहरूलाई पनि पैसा लिनलाई कहीँ झन्झट हुनु पर्दैन। नेपाल लाइफमा तुरुन्तै बेनिफिट पाइन्छ। नेपाल लाइफ, किनकि जीवन अमूल्य छ।